बढ्दै गएको वनडढेलो र आगलागीको प्रमुख कारण मानवीय लापरवाही नै हो। चुरोट बिडी सल्काएर जथाभावी फाल्ने, पालुवा पलाउँछ भनेर बारी बुट्यानमा आगो लाएर छाड्ने, यस्ता कार्यहरूले गर्दा वन जंगल र घर बस्ती नै सखा पार्न सक्छ। वन ऐन 2076 का अनुसार यसरी राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 जरिवाना अथवा दुवै सजाय हुन सक्छ। तर यस्ता कसुर हुन लागेको सुराग दिन वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारले तिर्ने जरिवानाको 10% पुरस्कार स्वरूप दिने व्यवस्था पनि छ। त्यसैले वन जंगलमा जथाभावी आगो सल्काउने काम नगरौं, यस्ता काम भएको देखेमा तुरुन्तै रोकौं वा प्रहरी प्रशासनलाई खबर गरौं। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।